Hi everyone, welcome back to my YouTube channel in one shot series. हिजो मैले एउटा भिडियो हालेको थिएँ अनि त्यो भिडियोमा एउटा भाइले कमेन्ट गरेको थियो कि दाइ सिमेन्टको नै भिडियो चाहियो भनेर। त्यही भएर आज मैले यो भिडियोमा सिमेन्ट च्याप्टर डिस्कसन गर्नेछौँ होइन। अब हामी यो वान सर्ट सिरिज हुनुको कारण यो भिडियोमा हामी सिमेन्टमाको इम्पोर्टेन्ट कुराहरू र इम्पोर्टेन्ट क्वेसनहरू जुन इक्जाममा आउन सक्छ तिनीहरू मात्र डिस्कसन गर्नेछौँ होइन। अब यो सिरिजमा हामी सिमेन्टको बारेमा डिस्कसन गरौँ। सो विदाउट वेस्टिङ टाइम अब हामी सिमेन्टको डिस्कसनतिर लागौँ होइन। अब सुरुमा के भनेको छ भने सिमेन्टको डिफिनेसन सबैभन्दा पहिला भन्नुपर्छ। सिमेन्टको डिफिनेसन सोध्न सक्छ इक्जाममा। त्यही भएर सबैभन्दा पहिला हामी एउटा सिमेन्टको राम्रो डिफिनेसन बुझौँ होइन। सो सिमेन्ट इज अ कन्स्ट्रक्टिभ बाइन्डिङ मेटेरियल। बाइन्डिङ मेटेरियल भनेको दुईवटा कुरालाई जोड्ने मेटेरियल, बाइन्ड गर्नु। ह्याभिङ एडेसिभ भनेको के हो? एडेसिभ भनेको कुनै दुईवटा डिफ्रेन्ट मलिक्युलमा लाग्ने फोर्स भनेको एडेसिभ हो। जसरी अब वाटर र सिमेन्ट पाउडरमा जुन फोर्स लाग्छ त्यसलाई एडेसिभ फोर्स भयो। ह्याभिङ एडेसिभ एन्ड कोहेसिभ फोर्स। अब यहाँ कोहेसिभ फोर्स भन्छ। कोहेसिभ फोर्स भनेको सेम मेटेरियलमा लाग्ने फोर्स, सिमेन्टमा लाग्ने फोर्सलाई कोहेसिभ फोर्स भनिन्छ। कोहेसिभ प्रोपर्टी। सो सिमेन्ट इज अ constructive binding material having adhesive and cohesive property that has a unique character of setting and hardening of calcareous and argillaceous materials into the hard mass after the hydration. सो यसलाई सजिलै बुझ्दाखेरि के भनेको छ, सिमेन्ट एउटा बाइन्डिङ मेटेरियल हो जससँग एडेसिभ, जसको मतलब दुईवटा डिफ्रेन्ट सब्सटेन्समा लाग्ने फोर्स र कोहेसिभ जसको मतलब दुईवटा सेम मेटेरियलमा लाग्ने फोर्स हुन्छ। अनि यसको एउटा युनिक क्यारेक्टर हुन्छ कि यसले कुनै पनि सेटिङ र हार्डनिङ अफ क्याल्सियस र आल्जिरियस सब्सटेन्समा हेल्प गर्छ होइन। अब द मेन फङ्सन अफ सिमेन्ट इज टु एक्ट एज अ बाइन्डर। अब सिमेन्ट हामी हेर्छौँ भने हाम्रो डेली लाइफमा हेर्छौँ भने सिमेन्ट कहाँ युज हुन्छ? जसरी घर भन्दाखेरि दुईवटा इटलाई जोड्दाखेरि बाइन्ड गर्दाखेरि या जोड्दाखेरि युज हुन्छ होइन। त्यही भएर इट एक्ट्स एज अ बाइन्डर that has capacity of bonding constructive materials like sand, stones, bricks, blocks, etc. यो भयो हाम्रो डिफिनेसन इज इम्पोर्टेन्ट। सो डिफिनेसन पनि राम्ररी पढ्नु होला र याद गर्नु होला, किनभने डिफिनेसन सोध्ने गर्छ। अब यति बुझिसकेपछि अब र मेटेरियल्स फर सिमेन्ट, र मेटेरियल्स युज इन द म्यानुफ्याक्चर अफ सिमेन्ट होइन। र मेटेरियलहरूलाई तिनवटा टाइपमा क्लासिफाई गरिएको छ। सबैभन्दा पहिला क्याल्सियस र मेटेरियल भनेको लाइक लाइम कम्पोनेन्ट जस्तो होइन। यसमा के पर्छ? लाइम स्टोन र चल्क पर्छ। त्यसै गरी अर्को हुन्छ आर्जिलेसियस र मेटेरियल, जसलाई क्ले कम्पोनेन्ट नि भनिन्छ। क्ले कम्पोनेन्टमा यसमा के पर्छ? क्ले, सेल र स्लेट पर्छ। त्यसै गरी तेस्रोमा अक्जिलरी कम्पोनेन्टमा के पर्छ? जिप्सम, MgO, Na2O, K2O, etc. यो र मेटेरियल फर म्यानुफ्याक्चर सिमेन्ट भयो। तर मात्र र मेटेरियल जानेर पुग्दैन, हामीले र मेटेरियल तिनीहरूको पर्सेन्टेज कम्पोजिसन र फङ्सन पनि बुझ्नु पऱ्यो क्या। किनभने मेनली भनेको हाम्रो MCQहरूमा या क्वेसनहरूमै सिमेन्टको र मेटेरियलको फङ्सन नै सोध्ने गर्छ। सो अब हामी सिमेन्टको र मेटेरियल्स र उनीहरूको फङ्सन पनि जान्छौँ। सबैभन्दा पहिला लाइमको फर्मुला CA हो होइन। यो चाहिँ सिमेन्टमा 60 to 67% युज गरिन्छ होइन। यसको फङ्सन चाहिँ के हो? इट इज द मेन कम्पोनेन्ट। यो जुन सिमेन्ट छ नि त्यसको र मेटेरियलमध्ये सबैभन्दा मेन कम्पोनेन्ट चाहिँ लाइम हो। इफ युज इन एक्सेस एमाउन्ट इट रिड्युसेस द स्ट्रेन्थ अफ सिमेन्ट बाई एक्सपान्डिङ एन्ड डिसइन्टिग्रेटिङ। मतलब के भयो? लाइमको मेन फङ्सन भनेको के हो? स्ट्रेन्थ दिनु, सिमेन्टलाई स्ट्रेन्थ दिनु। सो लाइमको मेन फङ्सन के भयो? स्ट्रेन्थ भयो। इम्प्रुभ्स द प्लास्टिसिटी एन्ड वर्क एबिलिटी। यो भयो लाइमको। लाइम पछि सिलिका दुई नम्बरमा छ। सिलिका SiO2। सिलिका चाहिँ 17 देखि 25% युज गरिन्छ होइन। अब यसको फङ्सन, सिलिकाको फङ्सन चाहिँ के हो? इट इज फर्म्स डाइक्याल्सियम सिलिकेट। यसले डाइक्याल्सियम सिलिकेट फर्म गर्छ विच डेभलप्स द स्ट्रेन्थ अफ सिमेन्ट। सो बेसिकली हेर्ने हो भने लाइम र सिलिका दुवैले सिमेन्टको स्ट्रेन्थ बढाउन हेल्प गर्छ, स्ट्रेन्थ बढाउन या मतलब स्ट्रेन्थ कन्ट्रोल गर्न हेल्प गर्छ। त्यसै गरी तेस्रो नम्बरमा हाम्रो रहेछ अलुमिनाको फर्मुला Al2O3 अनि यो चाहिँ 3 देखि 8% युज गरिन्छ होइन। अब यसको फङ्सन के हो? इफ युज इन एक्सेस सिमेन्ट सेट्स भेरी क्विकली। मतलब यसले सेटिङ टाइममा हेल्प गर्छ। अलुमिनाले पनि सेटिङ टाइममा हेल्प गर्छ। त्यसै गरी 4 नम्बरमा हाम्रो रहेछ आइरन अक्साइड Fe2O3। यो चाहिँ 2 देखि 4% युज हुन्छ। यसको फङ्सन के हो? रेस्पोन्सिबल फर द डेभलपमेन्ट अफ कलर, साउन्डनेस एन्ड हार्डनेस अफ अ सिमेन्ट। अर्कोमा छ हाम्रो अल्कालिक अक्साइड Na2O वा K2O। यो चाहिँ 0.3 देखि 1.5% युज हुन्छ। यो चाहिँ सिमेन्टलाई एक्सपान्सन गर्नमा हेल्प गर्छ। इट हेल्प्स इन द एक्सपान्सन अफ सिमेन्ट। त्यसरी अर्को हाम्रो रहेको छ सल्फर डाइअक्साइड SO3। यो चाहिँ 1 देखि 3% युज हुन्छ। यसको फङ्सन चाहिँ इट इम्पार्ट्स साउन्डनेस द्याट इज स्टेबिलिटी टु द भोल्युम चेन्ज इन सेटिङ एन्ड हार्डनिङ टु द सिमेन्ट। त्यसै गरी अर्को रहेछ म्याग्नेसिया
म्याग्नेसिया द्याट इज MgO 1 देखि 3% सम्म युज हुन्छ। यसको फङ्सन चाहिँ इम्पार्ट्स कलर एन्ड हार्डनेस टु द सिमेन्ट। अर्को लास्ट भनेको हाम्रो जिप्सम हो। जिप्समको CaSO4.2H2O यसको चाहिँ 5% सम्म युज गर्छ। इट कन्ट्रोल द रेट अफ हार्डनिङ। इट कन्ट्रोल्स द रेट अफ हार्डनिङ एन्ड सेटिङ टाइम। सो अहिलेसम्म हामीले सिमेन्टको डिफिनेसन, र मेटेरियलको फङ्सन र पर्सेन्टेज पनि बुझ्यौँ। यो जुन छ नि इम्पोर्टेन्ट र मेटेरियल फर म्याग्नेसियम सिमेन्ट विथ देयर फङ्सन यो धेरै इम्पोर्टेन्ट छ। सो सबैजनाले यो याद गरेर राख्नु, इक्जाममा सोध्न सक्छ, इम्पोर्टेन्ट छ। अब त्यसै गरी अब र मेटेरियल बुझिसकेपछि अब हामी जाम सिमेन्टको म्याग्निफ्याक्चरको लागि। सिमेन्टको म्याग्निफ्याक्चर हेर्दाखेरि सिमेन्टको म्याग्निफ्याक्चर त्यति सोधेको छैन, त्यही भएर मैले यसमा सिमेन्टको म्याग्निफ्याक्चर एक्सप्लेनेसन गरेको छैन, तर सर्टकटमा यहाँ डिलिङ गरिदिएको छु होइन। अब सर्टकटमा डिलिङ हेर्दाखेरि सिमेन्टको म्याग्निफ्याक्चरिङ प्रोसेसलाई हामी सर्टमा बुझ्ने प्रयास गरौँ होइन। सबैभन्दा फर्स्ट स्टेप चाहिँ सिमेन्टको म्याग्निफ्याक्चरिङको लागि क्रसिङ एन्ड ग्रिन्डिङ हुन्छ। सबैभन्दा फर्स्ट प्रोसेस के हो अरे क्रसिङ एन्ड ग्रिन्डिङ। यसमा के गरिन्छ भन्दाखेरि जुन हाम्रो लाइमस्टोन्सहरू हुन्छ तिनीहरू बोल्डर फर्ममा लाइएको हुन्छ होइन। त्यो बोल्डर फर्म्सलाई क्रस गरेर टु स्मल फ्रेगमेन्टमा चेन्ज गरिन्छ होइन। बोल्डर्स आर क्रस टु स्मल फ्रेगमेन्ट्स बाई ब्लास्टिङ एन्ड ड्रिलिङ। यी बोल्डर्सहरू जुन लाइमस्टोनहरू हुन्छ नि त्यो बोल्डर फर्ममा लाइएको हुन्छ, अनि त्यो बोल्डर फर्मलाई क्रस गरेर स्मल फ्रेगमेन्टमा चेन्ज गरिन्छ बाई ब्लास्टिङ एन्ड ड्रिलिङ। अब क्रसिङ र ग्रिन्डिङ गरिसकेपछि ब्लेन्डिङ, जसलाई मिक्सिङ नै भनिन्छ। यसमा के गरिन्छ द ओप्टेन ग्रिन्डिङ सब्सटेन्स। सुरुमा हामी जुन लाइमस्टोनलाई बोल्डर्सहरूलाई ग्रिन्ड गरेका थियौँ त्यो मेटेरियलहरूलाई अब हामी त्यो मेटेरियललाई मिक्स गर्छौँ केसँग अरे दे आर मिक्स्ड विथ इन्ग्रिडियन्ट, करेक्टिभ इन्ग्रिडियन्ट लाइक क्ले, आइरन, सिलिका, इट इज इन रिक्वायर्ड प्रोपोर्सन। अब जुन ग्रिन्डेड सब्सटेन्सहरू थियो बोल्डर्सहरूलाई जुन हामी ग्रिन्ड गरेको थियो त्यो ग्रिन्डेड सब्सटेन्सहरूलाई ब्लेन्ड गरिन्छ वा मिक्स गरिन्छ केसँग त इन्ग्रिडियन्ट्स लाइक क्ले, आइरन, सिलिका इन रिक्वायर्ड प्रोपोर्सन। त्यसै गरी अब थर्ड स्टेप हो बर्निङ एन्ड कुलिङ। बर्निङ एन्ड कुलिङमा के हुन्छ भन्दाखेरि यसमा अब हामीले ब्लेन्ड गरेको र मेटेरियल जुन छ नि बर्निङ एन्ड कुलिङमा ब्लेन्ड गरेको र मेटेरियल यिनीहरूलाई के गर्छ आर केप्ट इन रोटेटरी क्लिन। यिनीहरूलाई रोटेटरी क्लिनमा हालिन्छ एन्ड हिटेड अप टु 1300 to 1500 डिग्री सेल्सियस। अब बर्निङ एन्ड कुलिङ अनि तिनीहरूलाई हिट गरिसकेपछि तिनीहरूलाई के गर्छ त्यो क्लिङ्कर्सको फर्ममा अब आउँछ होइन। अनि त्यो क्लिङ्कर्सलाई हिट गरिसकेपछि तिनीहरू क्लिङ्करमा चेन्ज हुन्छ होइन। अनि त्यो क्लिङ्कर्सलाई के गरिन्छ आर पास्ड इन्टु द कुलर, कोल्ड वाटर टु कुल। अब लास्ट स्टेप चाहिँ ग्रिन्डिङ हो। ग्रिन्डिङ, स्ट्रङ ग्रिन्डिङ। अब यो जुन क्लिङ्कर्सहरूलाई कुल गर्यो नि त्यो क्लिङ्कर्सहरूलाई ग्रिन्डेड इन्टु द पाउडर फर्म। यिनीहरूलाई पाउडर फर्ममा ग्रिन्ड गरिन्छ एन्ड मिक्स्ड विथ जिम्सम एन्ड दिस फाइन पाउडर इज कल्ड सिमेन्ट। लास्टमा हाम्रो डिस्प्याच द्याट इज किप इन्टु द सेक एन्ड सेन्ड टु द रिक्वायर्ड लोकेसन। सो यो सिमेन्टको म्यानुफ्याक्चर हामी सर्टकटमा बुझ्यौँ। यति लेख्दा नि मार्क्स पाउँछ, 2-3 मार्क्समा सोध्यो भने 1.5 यति लेख्दा नि हुन्छ। 1.5 to 2.5सम्म मिल्न पाउन सक्छ होइन। त्यसपछि लास्टमा हामी फ्लो सिट, पेपर एन्ड पल्प होस् या सिमेन्ट होस् त्यो दुवैमा के भन्छ अरे फ्लो सिट धेरै इम्पोर्टेन्ट छ। धेरैचोटि फ्लो सिट डायग्राम सोधेको छ, त्यही भएर अब हामी फ्लो सिट डायग्रामलाई बुझौँ होइन। फ्लो सिट डायग्राम अफ म्यानुफ्याक्चरिङ अफ पोर्टल्यान्ड सिमेन्ट। अब यस म्यानुफ्याक्चरिङ अफ सिमेन्टको लागि हामी एउटा फ्लो चार्ट बनाउँछौँ। त्यसमा के हुन्छ सबैभन्दा पहिला यो क्याल्सेरियस मेटेरियल हुन्छ। क्याल्सेरियस मेटेरियल र कुन मेटेरियल हुन्छ क्याल्सेरियस मेटेरियल र आर्जिलियस मेटेरियल। क्याल्सेरियस मेटेरियललाई क्रसिङमा पठाइन्छ, क्रस गर्नलाई जग क्रसरमा पठाइन्छ होइन। त्यसै गरी आर्जिलियस मेटेरियललाई वास गर्नको लागि पठाइन्छ वास मिलमा, अनि वास मिलबाट वाटर हुन्छ होइन। अब यो दुवै चाहिँ क्याल्सेरियसलाई क्रस गरिसकेपछि र आर्जिलियसलाई वास गरिसकेपछि दुवैलाई एउटा फिक्स्ड प्रोपोर्सनमा मिक्स गरिन्छ। यो दुवैलाई मिक्स गरिसकेपछि अब के हुन्छ ग्रिन्डिङ मिलमा पठाइन्छ यिनीहरूलाई ग्रिन्ड गर्नलाई। ग्रिन्ड गरिसकेपछि अब ब्लेन्ड गरिन्छ। ब्लेन्ड भनेको हामीले बुझ्यौँ ब्लेन्डमा के गरिन्छ यिनीहरूलाई इन्ग्रिडियन्ट्सहरूसँग मिक्स गरिन्छ, जसरी क्लेहरूसँग मिक्स गरिन्छ, क्ले वा अदर मेटेरियलसँग। अब ब्लेन्डिङ गरिसकेपछि ब्लेन्डिङ प्रोसेसपछि अब जुन प्रोसेस छ त्यो दुईवटा मेथडमा हुन्छ। एउटा हुन्छ त्यसको लागि ड्राई प्रोसेस हुन्छ र एउटा हुन्छ वेट प्रोसेस। ड्राई प्रोसेसमा ड्राई पाउडरको फर्ममा चेन्ज हुन्छ यो ब्लेन्डेड मेटेरियलहरू। यो यसमा केही टेम्परेचरहरूमा हिट गरेर यसलाई ड्राई पाउडरमा चेन्ज गरिन्छ। तर वेट प्रोसेसमा के गरिन्छ यसलाई वास गरिन्छ ब्लेन्डिङ मेटेरियललाई र वास गरिसकेपछि यसलाई स्लरीको रूपमा प्रिपेयर गरिन्छ। अब यो मेटेरियलहरूलाई रोटेटरी क्लिनमा पठाइन्छ। रोटेटरी क्लिनमा पठाइसकेपछि रोटेटरी क्लिनमा के हुन्छ भन्दाखेरि हिट गरिन्छ अप टु कतिसम्म 1300 डिग्री सेल्सियस टु 1500 डिग्री सेल्सियससम्म हिट गरिन्छ र त्यहाँ हिट भइसकेपछि तिनीहरू क्लिङ्करको रूपमा निस्किन्छन् रोटेटरी
रोटेटरी क्लिनबाट। अब क्लिङ्करबाट निस्केपछि तिनीहरूलाई पाउडर फर्ममा जिप्सम तिनीहरूलाई जिप्समसँग मिक्स गरिन्छ र जिप्समसँग मिक्स गरिसकेपछि क्लिङ्करले जिप्समसँग मिक्स गरिसकेपछि तिनीहरूलाई ग्रिन्डिङको लागि पठाइन्छ। ग्रिन्डिङ गरेपछि फाइन पाउडरको रूपमा आउँछ अनि त्यो फाइन पाउडरलाई लास्टमा यो जुन ग्रिन्डेड मेटेरियल आउँछ यो ग्रिन्डेड मेटेरियललाई पोर्टल्यान्ड सिमेन्ट भनिन्छ। यो सिमेन्टलाई प्याकेजिङ गरिन्छ, यो सिमेन्टलाई अब प्याकेजिङ गरिन्छ र सिपिङ गरिन्छ, मतलब ठाउँ ठाउँमा पठाइन्छ। अब यो फ्लो सिट हेर्दाखेरि धेरैजनाले ठुलो लामो लागेको होला र भन्दै होला कि रिमेम्बर गर्न त्यति सजिलो छैन, त्यही भएर मैले एउटा अर्को फ्लो सिट पनि डायग्राम बनाएको छु जुन यसभन्दा सजिलो र सानो रहेको छैन, त्यसलाई पनि डिस्कस गरौँ, त्यसपछि हामी अर्को टपिकमा जाँदा होइन। अब अर्को फ्लो सिट रहेछ। फ्लो सिट चाहिँ यसमा के गरिन्छ, क्याल्सेरियस मेटर जसलाई लाइमस्टोन र आर्जिलिसियस मेटर जसलाई क्ले भनिन्छ, जसमा क्ले पर्छ होइन, आर्जिलिसियस मेटेरियल जसमा क्ले हुन्छ त्यसलाई दुवैलाई क्रसिङको लागि पठाइन्छ। क्रस गरिसकेपछि अब दुवै फाइन ग्रिन्डिङमा, अब यिनीहरूलाई फाइन ग्रिन्डिङको लागि बल र ट्युब मिलमा पठाइन्छ। सानो सानो टुक्रा पार्नको लागि एकदम सानो टुक्रा पार्नको लागि बल र ट्युब मिलमा पठाइन्छ। फाइन ग्रिन्डिङको लागि कहाँ पठाइन्छ अरे, बल र ट्युब मिलमा पठाइन्छ। अब ग्रिन्ड गरिसकेपछि दुवैलाई स्टोर गरिन्छ होइन, स्टोर गरिसकेपछि अब यति समय यसलाई रिमेम्बर गर्न सजिलो भयो किनभने दुवैको प्रोसेस सेम छ, त्यही भएर यो त्यो फ्लो चार्टभन्दा इजी छैन। अब यो ग्रिन्ड र स्टोर गरिसकेपछि के गरिन्छ, यो दुवै ग्रिन्ड गरिएको सब्सटेन्सलाई मिक्सिङ गरिन्छ इन द करेक्ट रेसियो अर प्रोपोर्सन होइन, र मिक्स गरिसकेपछि अब फेरि यिनीहरूलाई स्टोर गरिन्छ होइन। अब यिनीहरूलाई स्टोर गरेपछि अब रोटेटरी क्लिनमा पठाइन्छ। रोटेटरी क्लिनमा पठाएपछि यहाँ हिट गर्नको लागि कोल्ड डस्ट पठाइन्छ अनि यहाँ यिनीहरूलाई कति डिग्री टेम्परेचरमा 1300 डिग्री सेल्सियस टु 1500 डिग्री सेल्सियससम्म हिट गरिन्छ र यिनीहरूलाई हिट गरिसकेपछि यहाँ के को फर्मेसन हुन्छ, हिट गरेर अनि कुल गरेपछि त्यहाँ क्लिङ्करको फर्मेसन हुन्छ अनि फेरि त्यसलाई कुलिङ गर्नको लागि पठाइन्छ, क्लिङ्करलाई कुलिङ गर्नलाई पठाइन्छ। अब कुलरमा पठाइन्छ, कुल गरिसकेपछि त्यो क्लिङ्करसँग ग्रिन्ड गरिन्छ इन पाउडर फर्म र त्यो पाउडर फर्ममा जिप्सम मिलाइन्छ, जिप्सम मिक्स गरिन्छ र जिप्सम मिक्स गरेपछि वेजिङ र प्याकेजिङ गरिन्छ र सप्लाई गरिन्छ। यो फ्लो चार्ट चाहिँ पहिलाको भन्दा सजिलो फ्लो होला, त्यही भएर मैले दुईवटा बनाइदिएको छु फ्लो चार्ट, जसलाई जुन सजिलो लाग्छ त्यो पढ्ने र त्यसलाई इक्जाममा लेख्ने होइन। अब यति गरिसकेपछि अब हाम्रो मेन इम्पोर्टेन्ट क्वेसन के छ भन्दाखेरि हाम्रो जुन इक्जाममा धेरैचोटि सोध्छ, डिफ्रेन्स बिट्विन ओपिसी एन्ड पिपिसी सिमेन्ट। यो डिफ्रेन्स बिट्विनको रूपमा मात्र नसोधेर तपाईँलाई एमसिक्यूमा नै सोध्न सक्छ, हो कि होइन। त्यही भएर यो डिफ्रेन्स बिट्विन ओपिसी एन्ड पिपिसी सिमेन्ट इज भेरी इम्पोर्टेन्ट छ, यसलाई राम्ररी बुझ्ने प्रयास गरौँ। ओपिसी सिमेन्ट भनेको अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट र पिपिसी सिमेन्ट भनेको पोर्टल्यान्ड पोजोलाना सिमेन्ट। अब यसमा के हुन्छ, यसको डिफ्रेन्सहरू मैले धेरै लेखिदिएको छैन, यसमा तपाईँलाई जुन सजिलो लाग्छ 4 या 5वटा याद गर्छ, म्याक्सिमम् 6वटा याद गरिहाल्नु होला होइन, त्यतिसम्म सोध्न सक्छ। सो पहिला डिफ्रेन्स के भन्दाखेरि ओपिसी सिमेन्ट क्यान बी प्रिपेयर्ड बाई मिक्सिङ क्याल्सेरियस material, argillaceous materials and gypsum. It can be prepared by mixing calcareous, argillaceous and gypsum. त्यसै गरी PPC cement can be manufactured by adding pozzolanic material like volcanic ash, fly ash र calcined clay or silica to OPC cement. सो बेसिकली बुझ्ने हो भने PPC सिमेन्टलाई OPC सिमेन्टमा केही पोजोल्यानिक मेटेरियल सच एज भोल्क्यानिक एस, फ्लाई एस, क्याल्सिन्ड क्ले और सिलिका मिक्स गरेर बनाइन्छ। अर्को डिफ्रेन्स चाहिँ के रहेको छ, इट हेज OPC सिमेन्ट हेज a higher initial strength than PPC cement र PPC cement has lower initial strength than OPC but has higher strength over a long period of time। के अरे ओभरअल लङ पिरियड, यसको इनिसियल स्ट्रेन्थ त PPC भन्दा कम नै हुन्छ तर यसको इट हेज हायर स्ट्रेन्थ ओभर अ लङ पिरियड अफ टाइम। त्यसै गरी यति भइसकेपछि त्यसपछि के छ, OPC सिमेन्ट जेनेरेट्स मोर हिट देन PPC इन हाइड्रेसन रिएक्सन। OPC सिमेन्टले हिट धेरै जेनेरेट गर्छ इन हाइड्रेसन रिएक्सन। त्यसै गरी PPC सिमेन्टको फर्ममा के हुन्छ, PPC सिमेन्ट हेज स्लो हाइड्रेसन प्रोसेस सो इट जेनेरेट्स लेस हिट। PPC को हाइड्रेसन प्रोसेस स्लो हुन्छ त्यही भएर यसले लेस हिट जेनेरेसन गर्छ देन OPC। त्यसै गरी OPC इज लेस ड्युरेबल इन एग्रेसिभ वेदर र PPC इज मोर ड्युरेबल इन एग्रेसिभ वेदर। त्यसपछि OPC इज कस्टलियर देन PPC र PPC इज चिपर देन OPC। त्यसै गरी जुन OPC छ नि, OPCमा के हुन्छ, OPC इमिट्स CO2 during the manufacturing process, so it is not eco friendly। OPC को म्यानुफ्याक्चर गर्दाखेरि CO2 प्रोडक्सन हुन्छ होइन, त्यही भएर इट इज नट इको फ्रेन्डली विथ इन्भाइरोमेन्ट फर द युज। त्यसै गरी PPCमा के हुन्छ भन्दाखेरि PPC कन्स्टिट्युट्स
PPC constitute industrial and natural material which makes it eco-friendly होइन। त्यसै गरी अब ओपिसीमा के हुन्छ भन्दाखेरि अर्को डिफरेन्स के रहेको छ भन्दाखेरि इट इज सुटेबल विथ द फास्ट कन्स्ट्रक्सन इज रिक्वायर्ड बट नट सुटेबल फर द मास कन्सेन्ट्रिङ ड्यू टु हाई हिट अफ हाइड्रेसन। र पिपिसीको के हुन्छ भन्दाखेरि इट इज सुटेबल फर द अल टाइप्स अफ कन्स्ट्रक्सन। पिपिसी इज सुटेबल फर अल टाइप्स अफ कन्स्ट्रक्सन। अर्को डिफरेन्स चाहिँ इट हेज लोवर ओपिसी हेज लोवर रेसिस्टेन्स अगेन्स्ट अल्काली सल्फेट एन्ड क्लोराइड र पिपिसी हेज हायर रेसिस्टेन्स अगेन्स्ट अल्काली सल्फेट एन्ड क्लोराइड्स। यति भयो होइन। लास्ट डिफरेन्स चाहिँ के रहेको छ भन्दाखेरि ओपिसीको सेटिङ टाइम इज लोवर देन पिपिसी एन्ड पिपिसी हेज हायर सेटिङ टाइम देन ओपिसी। यो डिफरेन्स भयो। यो डिफरेन्स चाहिँ धेरै इम्पोर्टेन्ट छ ओपिसी र पिपिसी सिमेन्टको। र अर्को डिफरेन्स चाहिँ नन हाइड्रोलिक सिमेन्ट र हाइड्रोलिक सिमेन्टको रहेछ। यो पनि इम्पोर्टेन्ट छ तर जति ओपिसी र पिपिसीको डिफरेन्स इम्पोर्टेन्ट छ त्यति छैन होइन। त्यसो भए अब हेरौँ नन हाइड्रोलिक र हाइड्रोलिक सिमेन्टको डिफरेन्स। नन हाइड्रोलिक सिमेन्टको डिफरेन्स र हाइड्रोलिक सिमेन्टको डिफरेन्स के छ? इट हार्डन्स वेन द रिएक्सन हाइड्रोलिक सिमेन्ट इट हार्डन्स वेन द reaction occurs due to carbonate with CO2 present in the air. The hydraulic भनेको के हो? It hardens when a chemical reaction occurs between the anhydrous cement powder and water. यहाँ सिमेन्टको नाममै भनेको छ हाइड्रोलिक भनेको के हो? मतलब यहाँ वाटरको युज छ। सही भयो। हाइड्रोलिक सिमेन्ट हार्डन्स when there is a reaction between anhydrous cement powder and water. त्यसै गरी अर्को डिफरेन्स हाइड्रोलिक र नन हाइड्रोलिकको के छ भन्दाखेरि इट डज नट रिक्वायर्स वाटर टु हार्डन बट हाइड्रोलिक सिमेन्ट रिक्वायर्स हाइड्रोलिक सिमेन्ट रिक्वायर्स वाटर टु हार्डन होइन। अर्को डिफरेन्स चाहिँ के रहेछ? र मेटेरियल्स फर द नन हाइड्रोलिक सिमेन्ट हाइड्रोलिक सिमेन्ट्स आर लाइम जिप्सम प्लास्टर एन्ड अक्जिक्लोराइड। त्यसै गरी हाइड्रोलिकमा के हुन्छ भन्दाखेरि र मेटेरियल्स आर लाइमस्टोन क्ले एन्ड जिप्सम। त्यसै गरी नन हाइड्रोलिकको लागि वेट कन्डिसन डज नट अलाउ द सिमेन्ट टु बी सेट फर। तर हाइड्रोलिक सिमेन्टमा के हुन्छ भन्दाखेरि दिस सिमेन्ट क्यान बी सेट इभन वेन द ड्राई कन्डिसन आर नट मेड। लास्ट डिफरेन्स चाहिँ के रहेको छ भन्दाखेरि इट टेक्स लङ टाइम टु हार्डन। नन हाइड्रोलिक टेक्स लङ टाइम टु हार्डन एन्ड हाइड्रोलिक सिमेन्ट टेक्स सर्ट टाइम्स टु हार्डन। यो दुवै डिफरेन्स बिट्विन पनि धेरै इम्पोर्टेन्ट छ, त्यही भएर यसलाई पनि याद राख्नु। यो त धेरै नै भिबिआई छ ओपिसी र पिपिसीको होइन। यति भइसकेपछि अब हामी के गरौँ भन्दाखेरि इन्स्ट्रुमेन्ट। अब अर्को टपिक के रहेको छ भन्दाखेरि इन्स्ट्रुमेन्ट रिक्वायर्ड टु चेक द क्वालिटी अफ सिमेन्ट। के रहेको छ? इन्स्ट्रुमेन्ट रिक्वायर्ड टु चेक द क्वालिटी अफ इन्स्ट्रुमेन्ट्स। सबभन्दा पहिला गिलमोर निडल एपरेटस यसले के गर्छ भन्दाखेरि डिटर्माइन्स द इनिसियल एन्ड फाइनल सेटिङ टाइम। त्यसै गरी अर्को छ ब्लेन एयर पर्मेबिलिटी एपरेटस यसले के गर्छ? मेजर्स स्पेसिफिक सर्फेस एरिया। त्यसपछि लास्ट र धेरै भिबिआई बिकेट्स एपरेटस चाहिँ फाइन्ड द सेटिङ टाइम अफ सिमेन्ट। यो चाहिँ एमसिक्यूहरूमा सोधेको हुन्छ है। सही भयो। बिकेट्स एपरेटस इज भिबिआई। अर्को छ टेस्ट टु चेक द क्वालिटी अफ सिमेन्ट। सो बेसिकली भन्नु हो भने सिमेन्टको क्वालिटी चेक गर्नको लागि धेरै फ्याक्टर्सहरू हुन्छ वा टेस्टहरू हुन्छ। त्यो डिफ्रेन्ट टाइप्सको टेस्टहरू यस प्रकारको रहेको छ। सबैभन्दा पहिला फिटनेस टेस्ट, दोस्रो नम्बरमा कन्सिस्टेन्सी टेस्ट, तेस्रो नम्बरमा सेटिङ टाइम टेस्ट र अर्को लास्ट स्ट्रेन्थ टेस्ट। त्यसै गरी साउन्डनेस टेस्ट, हिट अफ हाइड्रेसन टेस्ट, टेन्साइल स्ट्रेन्थ टेस्ट र केमिकल कम्पोजिसन टेस्ट। यति भयो होइन टेस्टहरू। अब क्वालिटी चेकिङ अफ सिमेन्ट। अब जसरी कुनै हामी नै गयो या कुनै कमन मान्छे चाहिँ सिमेन्ट किन्न गयो भने उसले यो सिमेन्ट राम्रो क्वालिटीको छ भन्न कसरी बुझ्ने होइन। त्यो बुझ्नको लागि त्यही फ्याक्टरहरू हुन्छ अनि त्यो फ्याक्टर हेरेर थाहा पाइन्छ कि यो सिमेन्ट क्वालिटीको रहेको छ, राम्रो छ कि छैन भनेर। सबैभन्दा पहिला फ्याक्टर के रहेछ भन्दाखेरि डेट अफ प्याकेजिङ मस्ट बी युज्ड बिफोर 90 डेज। जुन सिमेन्टको म्यानुफ्याक्चर हुन्छ नि त्यो सिमेन्टको म्यानुफ्याक्चर भइसकेपछि 90 डेजको भित्रमा युज हुन्छ अनि मात्र त्यसले राम्रो क्वालिटी दिन्छ। त्यसै गरी अर्को छ कलर अफ सिमेन्टको गुड सिमेन्टको कलर मस्ट बी युनिफर्म ग्रे इन कलर। त्यसै गरी त्यहाँ लम्स हुनु परेन। अब जसरी कुनै सिमेन्ट किन्दाखेरि जाँदाखेरि हुन्छ नि त्यो सिमेन्टको पाउडरमा यस्तो लम्सहरू परेको हुन्छ, यस्तो हेऱ्यो भने तिनीहरू गुड क्वालिटीको सिमेन्ट छैन, तिनीहरू एक्सपायर भइसकेको छ। अर्को 4th नम्बरमा छ कुलनेस र 5th नम्बरमा छ मस्ट फ्लोट इन वाटर। त्यसलाई पानीमा हालेर नि चेक गर्न सकिन्छ। यदि फ्लोट गर्यो भने राम्रो छ, फ्लोट गरेन भने राम्रो छैन। लास्टमा के छ यसमा सिमेन्ट इन्डस्ट्री इन नेपाल। कुन सिमेन्ट इन्डस्ट्री छन् नेपालमा त्यो पनि हेर्नु हो। सबैभन्दा पहिला सिजी सिमेन्ट, अर्को जगदम्बा सिमेन्ट, उदयपुर सिमेन्ट, शिवम सिमेन्ट र हेतौडा सिमेन्ट। यति चाहिँ मैले 5वटा सिमेन्टको फ्याक्ट्रीको इन्डस्ट्रीको लिस्ट आउट गरेको छु। अरू पनि धेरै छन्। सो म अरूको लागि तिमीहरूलाई भन्छु, अरू कसैलाई कुनै सिमेन्ट इन्डस्ट्री थाहा छ भने त्यसलाई कमेन्ट गर्नु होला। आजको लागि यति नै। सिमेन्ट टपिक हाम्रो यहाँ स्थित छ र अर्को भिडियोमा म पेपर एन्ड पल्पको 1 सर्ट भिडियो लिएर आउन
आउँछु होइन। र लास्टमा यही भन्न चाहन्छु कि सरी फर द डिस्टर्बेन्स, त्यो ब्याकग्राउन्ड साउन्डको कारण धेरै डिस्टर्बेन्स आइरहेको होला, किनभने हाम्रो घरतिर धेरै बच्चाहरू छ, तिनीहरू खेल्छ, जति भने पनि मान्दैन, हल्ला गर्छन्, त्यही भएर त्यसको लागि सरी। सो वाच द भिडियो, लाइक, सेयर एन्ड कमेन्ट, एन्ड अर्को भिडियोमा त हामी पेपर एन्ड पपको भिडियो लिएर नै आउँछौँ। सो थ्याङ्क यू एभ्रिवान फर वाचिङ।